ग्यालरीलाई अनावश्यक फोटो र भिडियोबाट बचाउनका लागि WhatsAppमा अटो डाउनलोड कसरी बन्द गर्ने? मेटाको स्वामित्वमा रहेको लोकप्रिय मेसेजिङ एप WhatsApp हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। यस प्लेटफर्ममा फाइलहरू, तस्बिरहरू, भिडियोहरू र GIFहरू दैनिक आदान-प्रदान हुन्छन्। यसरी ठूलो आकारका फाइलहरू धेरै शेयर हुँदा तिनीहरूलाई ग्यालरीबाट हटाउन, डिलिट गर्न गाह्रो हुने गर्छ। यदि तपाईँ पनि आफ्नो फोनको ग्यालरीमा अनावश्यक WhatsApp तस्बिर र भिडियोहरू जम्मा भएर हैरान हुनुहुन्छ भने त्यसबाट छुटकारा पाउनका लागि यहाँ उपायहरू दिइएका छन्। तपाईले फाइलहरूका लागि अटो डाउनलोड सुविधा बन्द गर्न सक्नुहुन्छ र आफ्नो ग्यालरीलाई अनावश्यक सामग्रीहरूबाट जोगाउन सक्नुहुन्छ। यो प्रक्रिया iOS र Android दुवैका लागि फरक रहेको छ। एन्ड्रोइडमा अटो डाउनलोड यसरी बन्द गर्नुहोस्। सबै च्याटहरूका लागि आफ्नो WhatsApp खोल्नुहोस् र सेटिङ्समा जानुहोस्। च्याट्स अप्सन खोज्नुहोस् र खोल्नुहोस्। मिडिया भिजिबिलिटीलाई अफ गरिदिनुहोस्। विशेष च्याटहरूका लागि WhatsApp खोल्नुहोस् र कुनै व्यक्तिगत वा समूह च्याटमा जानुहोस्। कन्ट्याक्ट वा ग्रुपको नाममा ट्याब गर्नुहोस् ताकि कन्ट्याक्ट इन्फो वा ग्रुप इन्फो खुलोस्। मिडिया भिजिबिलिटीमा नो छान्नुहोस् र ओकेमा ट्याब गर्नुहोस्। आइफोनका लागि सबै च्याटहरूका लागि WhatsApp खोल्नुहोस् र सेटिङ्समा जानुहोस्। च्याट्स अप्सन खोज्नुहोस् र खोल्नुहोस्। सेभ टु फोटोजलाई अफ गरिदिनुहोस्। विशेष च्याटहरूका लागि WhatsApp खोल्नुहोस् र कुनै व्यक्तिगत वा समूह च्याटमा जानुहोस्। कन्ट्याक्ट वा ग्रुपको नाममा ट्याब गर्नुहोस् ताकि इन्फो खुलोस्। सेभ टु फोटोजमा गएर नेभर कहिले नहोस् छान्नुहोस्। ग्यालरीमा आफ्नो सबै WhatsApp फोटो लुकाउने फोल्डर कसरी बनाउने? एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल प्ले स्टोरबाट कुनै फाइल एक्सप्लोरर डाउनलोड गर्नुहोस्। फाइल एक्सप्लोररमा फाइल्स, इमेज, WhatsApp इमेजेसमा जानुहोस्। त्यहाँ .no media नामको एउटा फाइल बनाउनुहोस्। नामको सुरुमा रहेको पिरियड डट बिन्दु पनि समावेश हुनुपर्छ। यदि पछि लुकाइएका तस्बिरहरू हेर्न मन लाग्यो भने .no media फाइल डिलिट गरिदिनुहोस्। ध्यान दिनुपर्ने कुरा, यी सेटिङ्सहरू परिवर्तन गर्दा पहिलेका च्याटहरू वा ग्रुपहरूको अटो डाउनलोड सेटिङमा कुनै असर पर्ने छैन। एन्ड्रोइडमा फाइलहरू आफै WhatsApp मिडिया फोल्डरमा लोकल स्टोरेजमा सेभ भइरहेका हुन्छन्।